कठै बिचरा यो बाबुको लागि भगवान पनि कति पापी र निर्दयी बनेछन्। उनका सबै साथीभाइलाई सक्ला हात दिए, तर यिनलाई भने हात त दिए, जन्मजात नै काम नगर्ने। त्यसैले आज उनी यो चिसो भुइँमाथि कार्पेटमा बसेर खुट्टाले लेखिरहेका छन्। म किन यस्तो जन्मेमा पनि तिनीहरू जस्तो मेरो हात राम्रो भए हुन्थ्यो जस्तो लाग्छ। त्यो लाग्छ नि? लाग्छ। यी हुन् रोल्पा धाङसीका सन्देश बुढा मगर। सन्देशको खाना खाने, लुगा लगाउनेदेखि दैनिक क्रियाकलापमा हातले साथ दिएन। उनले खाना खानेदेखि लेख्ने, लुगा लगाउने सबै काम खुट्टाले नै गर्छन्। जन्मजात नै दुवै हात नचल्ने समस्या भए पनि सन्देशले आफूलाई कहिल्यै कमजोर ठानेनन्। उनका अरू साथीहरू बेन्चमा बसेर लेख्दा उनलाई पनि बेन्चमै बसेर लेख्न रहर लाग्छ। तर के गर्नु, भगवानले नै उनलाई यस्तै जन्म दिए। भाइले यो कपीमा मलाई नेपाली हुनुमा गर्व लाग्छ भनेर लेख्नु भएको छ है? हजुर। अनि हजुरले यो कापीमा लेख्दै गर्दा खुट्टा दुख्छ कि दुख्दैन? दुख्दैन। दुख्दैन? हजुर। बानी पर्यो है? हो। हातले अलिअलि लेख्न सक्नुहुन्छ? सक्दैन। सक्नु हुँदैन? सबै खुट्टाले हो? हजुर। भाइ नमस्ते। नमस्ते। आरामै हुनुहुन्छ? आरामै छु। हजुरको नाम के हो नि? मेरो नाम सन्देश बुढा मगर। सन्देश बुढा मगर। हजुर। कति वर्षको हुनुभयो? म 12 वर्षको भएँ। 12 वर्ष हुनुभयो? हजुर। अनि हजुरको यो हात चल्छ कि नै? अलिअलि चल्छ। अलिअलि चल्छ? हजुर। यो हातले लेख्न दिन्छ कि दिन्न? दिँदैन। दिँदैन? हजुर। हजुरले खुट्टाले मात्रै लेख्ने हो? हो। अनि हजुरको घर यहाँदेखि कता पर्छ नि? यताबाट उता पर्छ। उता कति घन्टा लाग्छ यहाँबाट तपाईँको घर जान? यहाँबाट मेरो घरबाट घर जान हजुर 5-6 घन्टा। 5-6 घन्टा लाग्छ? हजुर। अनि हजुर स्कुल हिँडेरै आउन सक्नुहुन्छ? हजुर। आफै हिँड्नुहुन्छ? हजुर। खुट्टाहरू दुख्ने त्यस्तो हुन्छ कि हुन्न? हुँदैन। हुँदैन? हजुर। अनि हजुरले यो कापीमा लेख्दै गर्दा खुट्टा दुख्छ कि दुख्दैन? दुख्दैन। दुख्दैन? हजुर। बानी पर्यो है? हो। हातले अलिअलि लेख्न सक्नुहुन्छ? सक्दैन। सक्नु हुँदैन? सबै खुट्टाले हो? हजुर। ल एउटा केही लेखिदिनु न यहाँ चाहिँ, म नेपाली हुनुमा गर्व छ भनेर लेखिदिनुहोस्। हुनुमा गर्व लाग्छ। ल भाइले चाहिँ यहाँ कपीमा के लेख्नु भएको छ भने, म नेपाली हुनुमा गर्व लाग्छ। अझ सहजै भन्नुपर्दा भाइले यो कपीमा मलाई नेपाली हुनुमा गर्व लाग्छ भनेर लेख्नु भएको छ है? हजुर। अनि घरमा को हुनुहुन्छ नि? घरमा म 2टा दिदी, आमा, बुबा, भाइ। तपाईँ 2टा दिदी, आमा, बुवा, भाइ। भाइ। हजुर। बुवा कता हुनुहुन्छ? बुबा घरमा हुनुहुन्छ। के गर्नुहुन्छ नि बुवाले? बुबाले हजुर। विद्यालयमा काम गर्नुहुन्छ। विद्यालयमा मजदुर काम गर्नुहुन्छ? 12 वर्षको हुनुभयो तपाईँ? हजुर। कतिमा पढ्नुहुन्छ अरे? 5मा पढ्छु म। 5मा पढ्नुहुन्छ? हजुर। हजुरको परीक्षा चलिराखेको छ। तपाईँको अन्य साथीहरूले हातले लेख्नुहुन्छ, हजुरले खुट्टाले लेख्नुहुन्छ। उहाँहरू चाँडै निस्किनुहुन्छ कि हजुर चाँडै निस्किनुहुन्छ? उहाँहरू चाँडै निस्किनुहुन्छ। किन निस्किनुहुन्छ नि उहाँहरू चाँडै? उहाँहरूले हजुर छिटो लेख्छन् र चाँडै निस्किन्छन्। उहाँहरूले छिटो केले लेख्नुहुन्छ? हातले। उहाँहरूले छिटो हातले लेखेर चाँडै निस्किनुहुन्छ? हजुर चाहिँ ढिलो किन? मैले किनकि खुट्टाले लेख्छु र। उहाँहरूले हातले लेखेर चाँडै निस्किने, हजुर चाहिँ खुट्टाले लेख्नुहुन्छ, त्यही भएर उहाँहरूभन्दा अलि समय हजुरलाई लाग्छ। हजुर। कस्तो भइरहेछ नि परीक्षा? ठिकै भइरहेछ। ठिकै छ? फर्स्ट सेकेन्ड थर्ड केही आउनुहुन्छ स्कुलमा? म 4थो जति आउँछु। चौथो आउनुहुन्छ? हजुर। है
जे भए पनि अब तपाईँ शारीरिक हिसाबमा जे भए पनि पढाइमा चाहिँ ट्यालेन्ट नै हुनुहुँदो रहेछ हजुर है। हो। ल ठिक छ, अब केही कुराकानी गरौँ। हजुर जस्तो नि तपाईँको अन्य साथीहरू हुन्छन्, उहाँहरू खुर्र हिँड्नुहुन्छ, हातले सबै काम गर्नुहुन्छ, हजुरको भने हात राम्रोसँग चल्दैन नि त होइन। हो। त्यो बेला के लाग्छ मनमा हजुरलाई? म किन यस्तो जन्ममा पनि तिनीहरू जस्तो मेरो हात राम्रो भए हुन्थ्यो जस्तो लाग्छ। त्यो लाग्छ नि। लाग्छ। अरू सामान्य काम पनि गर्न सक्नु हुँदैन हातले? सक्दिनँ। कुनै बेला लाग्छ तपाईँले कहिलेकाहीँ त्यो सपना देख्नुहुन्छ, हातले सबै काम गरेको सपना देख्नुहुन्छ? के सपना देख्नुहुन्छ? मैले हजुर पानी भर्ने भाँडा माझ्ने सपना देख्छु। हातले पानी भरेको भाँडा माझेको सपना देख्नुहुन्छ। हजुर अनि एकछिनपछि बिउजुनी भयो भने के हुन्छ? बिउजिनी भए डराउँछु। डराउनुहुन्छ, ला मेरो हातले त कामै गर्न्थेन, कहाँबाट यस्तो सपना देखेँ भन्ने लाग्छ हजुर है। हजुर ए अनि हजुरलाई त्यस्तो कहिलेकाहीँ तपाईँको सङ्गी साथीहरूले सँगै हिँड्ने बेला प्याच्चै हजुरलाई त्यस्तो नराम्रो शब्दहरू केही बोल्नुहुन्छ कि हुँदैन? हुँदैन। बोल्नु हुँदैन किनकि तपाईँ ज्ञानी हुनुहुन्छ त्यही भएर है। हजुर ए ए अनि यस्तो राम्रो मान्छे हुनुहुन्छ, अब खुट्टाले लेखेर 5 कक्षासम्म आउनु भएको छ, हजुरको सपना के बन्ने छ नि? कलाकार। कलाकार बन्ने सपना छ। हजुर यस्तो राम्रो मान्छे त राष्ट्र सेवक बन्नुपर्छ, भोलि हजुरले पनि यस्तै गरेर अरू कसैलाई पढाउनु पर्छ। मैले सक्दिनँ नि। सक्नुहुन्छ, मनमा आँट साहस र ऊर्जा भयो भने सबै सकिन्छ। हजुर मनभित्रबाटै कलाकार बन्ने सपना छ हजुर है। कलाकार बनेर के गर्ने नि? गीत गाउने। गीत गाउने। सारा मान्छेहरूलाई रमाइलो दिने तपाईँको चाहना छ हजुर हो? ल त्यसो एउटा गीत गाइदिनु न त, हजुरलाई असाध्यै मनपर्ने कुन गीत हो? बाक्लुङ बजारमा तिमीलाई देखेको रहेछ बेत हुन लेखेको, शिरमा शिरबन्दी मेरी मायालाई उपहार, छटके गलबन्दी मेरी मायालाई उपहार, छटके गलबन्दी है। हजुर थ्याङ्क यू, कस्तो राम्रो गाउनु भएको छ भाइले। यहाँनिर यो चाहिँ भाइको यो कपी हो, भाइले आफै यो खुट्टाले लेखेको हो। यहाँनिर भाइले अङ्ग्रेजी वर्डहरू पनि लेख्नु भएको छ, नेपालीहरू पनि लेख्नु भएको छ। अब यहाँ चाहिँ भाइले यो लेखिराख्ने कपी चाहिँ यता छ, यो भाइले अघि नै लेखिसक्नु भएको छ, मलाई नेपाली हुनुमा गर्व लाग्छ भनेर लेख्नु भएको छ। अनि यहाँनिर चाहिँ भाइले खुट्टैले मात्रै बनाएको यो चित्र हो। अनि यहाँ पनि यो हातले लेख्नु भएको छ भाइले, सबै कुरा भाइले खुट्टाले लेख्नु भएको छ। यस्ता राम्रा चिटिक्क अक्षर छन्।